लासो टासिडले फ्याकफुल्चिए। अब कति प्रायलाई विचार मित्रहरूले भन्नुहुन्छ हैन म त एकै ठाउँमा बस्न सक्दैन, धेरै गाह्रो हुन्छ एकै ठाउँमा बस्नु लागि त भनेर भन्नुहुन्छ। एकै ठाउँमा कसरी बस्ने होला भनेर। हो त्यो चाहिँ किन त्यस्तो भएको हो र बस्दाखेरि चाहिँ अल्छी भइरहेको हुन्छ मनमा, किन भनेर भन्नु पर्दाखेरि चाहिँ हाम्रोमा बौद्ध दर्शनमा बताउनु भएको चाहिँ लुई सिन्जाङ र सेमी सिन्जाङ भनेर दुई प्रकारको भनेको हुन्छ। अब त्यो चाहिँ के हो भनेर भन्नु पर्दाखेरि एकदमै संक्षिप्त रूपमा भन्नु पर्दा पहिला लुई सिन्जाङ भन्ने चाहिँ अब आफ्नो त्यो शरीर चाहिँ एकदम बदमास भनौँ न है। अब बाहिर घुम्ने भने घुम्ने मात्रै हैन, भित्र बसेको भए बसेर मात्रै अनि सुत्ने भए सुतेको मात्रै हुने। त्यो चाहिँ के हो भन्दाखेरि त्यसलाई चाहिँ अब आफ्नो त्यो कन्ट्रोलमा नभएको भनेर भन्दो रहेछ है। अनि त्यसलाई चाहिँ कसरी कन्ट्रोलमा बनाउने भनेर भन्नु पर्दाखेरि अब हामीले आफ्नो शरीरलाई चाहिँ के गर्नु पर्यो भन्दाखेरि अब छाक गर्ने जस्तो है, त्यहाँबाट कोरवा गर्ने जस्तो, अनि फेरि कहिलेकाहीँ चाहिँ अब एकै ठाउँमा बसेर ध्यान गर्ने जस्तो, अनि त्यसरी चाहिँ कहिलेकाहीँ अब क्षयहरू यसरी पढ्ने हैन। हो त्यसरी चाहिँ अब आफ्नो शरीरलाई चाहिँ कन्ट्रोलमा अनि ल्याउनुलाई चाहिँ के भन्दो रहेछ भन्दाखेरि चाहिँ अनि लुई सिन्जाङ भनेर भन्ने गर्दो रहेछन्। र यसको चाहिँ अर्थ चाहिँ गहिरो नै छ भन्न चाहन्छु, तर अब हामीलाई चाहिँ मोटामोटीमा यतिले हल्का हल्का चाहिँ फाइदा हुन्छ। अब भनेर भन्नुपर्दा चाहिँ कस्तो भनेर फेरि पनि मैले स्मरण गर्न चाहे, आफ्नो शरीर चाहिँ हैन ठक्क बसेर ध्यान गर्दा पनि अल्छी नहुने। अब त्यो भइसकेपछि चाहिँ त्यहाँबाट एक ठाउँमा बसेर पढेर बस्दा पनि त्यसलाई अल्छी नहुने है। हो त्यस्तो प्रकारको एउटा शक्ति भनौँ न पाउँछ कि त्यो हो, त्यसलाई भन्छ लुई सिन्जाङ। अब सेम सिन्जाङ भनेको पनि त्यस्तै हो, त्यसलाई अलिकति उयो गर्ने मात्र हो, चेन्ज गर्ने मात्र हो। सेम भनेको चाहिँ आफ्नो मन भयो हैन। अब त्यो मनलाई चाहिँ स्थिरमा राख्नु सक्ने खालकोलाई भनिन्छ। अनि जस्तै कि एक ठाउँमा ध्यान गर्दाखेरि अब मन एक स्थिरमा राख्न सक्ने। अब त्यो चाहिँ कसरी हुन्छ त भन्दाखेरि आज अब हामीले गम गर्यो, भोलि गम गर्यो, पर्सि गम गर्यो, अलि गर्दै अनि त्यहाँबाट चाहिँ एक घन्टा थपक्क एक ठाउँमा बसेर चाहिँ मन स्थिरमा राख्न सक्ने खालको त्यो शक्ति भइसकेपछि, प्राप्त भइसकेपछि, शक्ति भनेको चाहिँ अब डर लाग्दो त्यस्तो खालको होइन कि त्यो आफ्नो मनै कन्ट्रोलमा राख्न सक्ने पावर क्या है। हो त्यस्तो हुन्छ। अब त्यतिकै चाहिँ हुँदैन, अब त्यसलाई चाहिँ अब धेरै लाग्छ होइन, समयहरू धेरै लाग्छ। अनि त्यस्तो गर्दा गर्दा गर्दै त्यहाँबाट चाहिँ त्यसले फाइदा के दिन्छ र के दिन्छ त भनेर भन्नु पर्दाखेरि चाहिँ अनि आफ्नो मनमा शान्ति फैलाउने काम पनि त्यसले नै गर्दछन्। अब त्यसमा पनि अब धेरै प्रक्रियाहरू छ होइन। अब जस्तै अब एकदम सर्व अमर रूपे प्राणीहरू चाहिँ यस्तो छलोको दुःखमा फसिरहेको छ, कष्टमा फसिरहेको छ, पीडामा फसिरहेको छ, त्यस प्राणीको निमित्त चाहिँ अब म आफ्नो चित्त चाहिँ स्थिरमा राख्छु भनेर त्यसरी त्यो सम्झनालाई चाहिँ त्यसो स्मरणलाई चाहिँ यसरी राम्रो सकारात्मक सोचपट्टि लगेर चाहिँ त्यसलाई प्र्याक्टिस गर्नेछ। त्यस्तो भइसकेपछि त्यहाँबाट चाहिँ आफ्नो मनमा के हुन्छ भन्दाखेरि अब सकारात्मक सोचहरू बढ्दै आउँछ। अनि त्यस पश्चात चाहिँ फेरि अब त्यो अनि वृत्ति भइसकेपछि चाहिँ अनि राम्रो हामीले देखे पनि हाम्रो मनमा ओखे नै छ, नराम्रो देखे नराम्रो सोचे तापनि हाम्रो मनलाई चाहिँ हाम्रो मनले नराम्रो सोच आए तापनि त्यो नराम्रो सोचलाई चाहिँ त्यसले एक्सेप्ट गर्दैन हैन। जहिले पनि राम्रो सोचहरू मात्रै एक्सेप्ट गरिरहेको हुन्छ त्यो मनले चाहिँ। अनि त्यही भएको कारणले गर्दाखेरि त्यस्तोलाई चाहिँ के भन्छ हौ सेम सिन्जाङ भनेर भन्ने गर्दछन्। अब के भनेको जस्तो लाग्ला, फेरि पनि म यहाँहरूले फेरि दुइटै यो क्रमशः सुनाउन चाहे एकदम छोटकरीमा।
ली सिन्ज्याङ र सेमी सिन्ज्याङ भन्ने हुन्छ। तपाईहरूले पनि त्यसको बारेमा रिसर्च गर्नुहोला, पढ्नुहोला, अध्ययन गर्नुहोला। अनि मैले भनेर मात्र त बुझ्दैन है। अनि जे होस्, अब ली सिन्ज्याङ पाइसकेपछि त्यसको शरीर चाहिँ जहिले पनि के हुन्छ, काल्टो कोल्टे हो, जस्तोसुकै होस् भयो तापनि उसको शरीरमा त्यो अप्ठ्यारो लाग्ने कहिले पनि हुँदैन है। गम गर्दाखेरि हो, कोरो गर्दाखेरि हो, उसलाई थाक्ने भनेको हुँदैन क्या भन्नै पर्दाखेरि। अनि त्यो चित्तलाई पनि त्यस्तै हो। सेमी सिन्ज्याङ भनेको पनि के हो, त्यसले एकदमै प्र्याक्टिस गरिसकेपछि चाहिँ त्यहाँबाट उसको मन एक स्थिरमा पनि राख्न सक्ने होइन। अब संज्ञाहरू कस्तो प्रकारले घुम्सी गर्ने है, कलरहरू हुन्छ आफ्नो के हो, त्योहरू चाहिँ अनि सबै मजाले शान्त तरिकाले चाहिँ के गर्न सक्छ त्यसले, अनि तपाईँ गम गर्न सक्छ भन्न चाहन्छु है त। अब यसको अर्थ चाहिँ के भन्न थालेको भन्दाखेरि चाहिँ अब हामी अल्छी मान्यो, अल्छी भयो भनेर चाहिँ अब हामी टुल घुम्ने चाहिँ होइन कि। मन त्यो अल्छी लाग्ने बेलामा चाहिँ झन् एक ठाउँमा थपक बसेर चाहिँ छुइ हेर्ने हो होइन। त्यहाँबाट चाहिँ त्यो अल्छीको मनलाई चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ सदुपयोग हुन जान्छ होइन। डाइरेक्टली त नभए तापनि बिस्तारै बिस्तारै त्यो राम्रो हुँदै आउँछ है। फेरि अब हामी घुम्न मन लाग्यो, अल्छी लाग्यो भन्दै फेरि बाहिर फिलिलिलिलि कुद्न थाल्यो भने हाम्रो मन भनेको चाहिँ कस्तो हो भन्दाखेरि रिस, लोभ, राग, ईर्ष्या, घमण्डले मजाले भिजेको हुन्छ। अनि समुद्रको पानी जस्तै हुन्छ भन्छ क्या। त्यसलाई चाहिँ अब झन् बाहिर पठाए झन् बाहिर जान मन लाग्ने। त्यही भएर मान्छे कुनै हुन्छ भन्छ त होइन। अब बाहिर घुमेको मान्छे घुमेको भित्र बसेको भयो बसेकै होइन हो। त्यो जस्तै अब भन्नै पर्दाखेरि चाहिँ हो, त्यो चाहिँ के भएको भन्दाखेरि चाहिँ त्यसलाई के भएको, अल्छी भन्दो रहेछ। त्यही भएर अब भित्र बसे पनि त फेरि बस्ने तरिका हुन्छ नि त होइन। बिना अर्थमा जम्मै यो गर्नुभन्दा यस्तो क्षयहरू हेरेर बस्नुभयो भने अब यसको अर्थ बुझे त झनै महा उत्तम भइहाल्यो होइन। अर्थ नबुझे तापनि अब यसलाई के गर्नुपर्छ, क्षयको चाहिँ दर्शन गर्नुपर्ने रहेछ मित्रहरू। दिनौ एकपल्ट चाहिँ क्षय खोलेर हेरौँ त, यस्तो शान्ति दिन्छ यसले। यहाँहरूलाई मैले प्रस्तुत गरिदिएँ है त। तर यतिकै हेरेर एकदम रिसाई अल्छीपनले हेरेर चाहिँ हुँदैन मित्रहरू। मन भित्रदेखि नै आउनुपर्छ, आउनुको लागि कोसिस गर्नुपर्छ। अनि सेवा घुम्स्यौँ चन्डी चम्पाता यहाँबाट झुक्छौँ नेलौँ तोकपाते भनेर भन्नुहुँदो रहेछ नि त हो। एकदम बढिएको साथ अब एकदम कोसिस भन्छ त्यसलाई। कोसिस भन्दा अलिक त्यसले भेट्दैन, अर्थ भेट्दैन है त। अब त्यो संस्कृतमा भएको चाहिँ अब वीर्य भनेर भन्दो रहेछ होइन। भनेपछि धर्मप्रति, क्षयप्रति चाहिँ एकदम कोसिस गर्ने क्या। चन्काङ घेला ट्रोवा हो भन्छ नि त होइन। ट्रोवा भन्यो भने कस्तो खालकोले त्यो कोसिस चाहिँ कस्तो लागिरहेछ भन्दा, इन्ट्रेस्ट भन्ने कस्तो लागिरहेछ भन्दाखेरि चन्काङ घेला ट्रोवा भनेपछि धर्मप्रति, अब क्षयप्रति चाहिँ के हो भन्दाखेरि चाहिँ दर्शनप्रति चाहिँ एकदम इन्ट्रेस्ट लाग्ने क्या हो, त्यस्तोलाई भनिन्छ। त्यस कारणले गर्दाखेरि अब भन्नै पर्दा अब हामीले अल्छी लाग्यो भने अथवा लागेन पनि नलागे तापनि हो, क्षयहरू हेर्ने बानी गर्नुभयो भने अवश्य मनमा चाहिँ शान्ति चाहिँ मिल्छ है मित्रहरू। त्यो चाहिँ ग्यारेन्टीको कुरा मैले यहाँहरूलाई सेयर गरिदिएँ। तर शुद्ध मन चाहिँ हुनुपर्छ नि, फेरि क्षय हेरेर मात्रै हुँदैन है त। एकदम निस्वार्थ ढङ्गले सर्वआमा रूपी प्राणी चाहिँ जहिले पनि अब सम्झना गर्नु पऱ्यो र सम्झना गरेको जस्तै प्राणीहरूको निमित्त मलमहरू गर्नु पऱ्यो है त हो। त्यस्तो गर्नुभयो भने आफ्नो मनमा शान्ति पनि मिल्छ, हरेक हुन्छ। दशग्रहहरू पनि त्यहीँबाट कट्टी हुन्छ मित्रहरू होइन। त्यो भन्न चाहे लाग्सो टासी देले फ्यापुल्ची सर्वआमा रूपी प्राणीको शुभ सर्व मङ्गलम होस् भन्न चाहन्छु।